उहाँ पुष्कर पोखरेल अङ्कलले भन्नुभएको यो कुरा चाहिँ मलाई नि भने जस्तो लाग्यो हौ कि तपाईँ पनि यस्तै हुनुहुन्छ। यो एकैछिन सुनौ न है। इमान्दार मान्छे वास्तवमा क्रोधी हुन्छ अरे क्या। इमान्दार मान्छे त्यो चाहिँ बोल्दाखेरि पनि अलि जङ्गेर बोल्छ। उसलाई कसैसँग चिप्लो सिप्लो लाउनु छैन नि। त्यसैले इमान्दार मान्छे झुटो कहिले बोल्दैन। झुटो कहिले बोल्दैन। जिन्दगीमा प्राय उसको साथी बहुत कमै हुन्छ। ऊ एक्लो हुन्छ। किनकि उसलाई जसले पनि भन्छ यो ठाडे छ यसलाई बोल्न आउँदैन भन्छ। त्यसैले प्राय ऊ एक्लो हुन्छ। र अर्को कुरा उसलाई कसैको बढाइ गर्नु पनि छैन, गर्न पनि आउँदैन। यस्ता रङका मान्छेहरू हाम्रो समाजमा पनि थुप्रै छन्। तर हामीहरूले चिन्न सक्दैनौँ। हामीलाई पनि रिस उठ्छ, यो खरो छ, यो बोल्न आउँदैन यसलाई या केही भनिदिन्छौँ। तर वास्तवमा इमान्दार मान्छे पनि त्यस्तो खाले धेरै हुँदो रहेछ। त्यो कुरा म आफै हुँ भन्ने चाहिँ मलाई लाग्छ होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो कुरामा? जस्तै साथीहरू एकदम कम हुनु अथवा चाहिँ म जे कुरा हो त्यो सत्य कुरा बोल्छु, अनि कसैले त्यो झुटो बोलेको थाहा पायो भने त्यो चाहिँ सधैँका लागि बाई बाई, त्यस्तो खालको आदतको म मान्छे छु। त्यही भएर गर्दा साथी पनि धेरै हुँदैनन्। उहाँ अङ्कलले भन्दै गरेको कुरा यो ममा चाहिँ धेरै लागु हुन्छ है। तपाईँमा पनि लागु हुन्छ कि कस्तो छ तपाईँको चाहिँ स्वभाव? कमेन्ट गर्नु होला।